सबैजनाले हैन यो दुधहरु ल्याइदिनु भएको थियो कतिजनाले अनि त्यो तताउँदैछु म चाहिँ दुधहरु फाटिन्छ भनेर भए चाहिँ पानी उसालेको पानी उसालेर पनि नै छ त मैले चिया अन्त मैले चाहिँ किचनहरुमा अघि साङसिङ गरेको हैन चेलीले देखेर हात चिलाएर भएर चाहिँ किचन चाहिँ मैले सफा गरिहालेँ हो अन्त अन्त आमा बहिनी चाहिँ माथि गएको छ दुईजना आउनु भएको छ नि त 2-3 जना आउनु भएको छ उनीहरुलाई खाना दिनु हुँदैछ हामीले चाहिँ यो पाली चाहिँ के गर्यो भने नि ठुलो नै गरेको नि त पूजा अन्त त्यो कारणले गर्दा आमाले चाहिँ सबैलाई बोलाउनु भएको थियो अन्त सबैलाई बोलाउनु भएको थियो तर कोही पनि अब प्राय जस्तै चाहिँ आएन हैन आफ्नो आफ्नो उयो हुन्छ हैन के कारणले नआउनु भएको हैन घरको कतिवटा प्रब्लम हुन्छ अन्त कति जना चाहिँ घरको प्रब्लम छोरी हैन आइदिनु भयो हैन खुसी अहिले पनि सबैजना बिजी नै छ घरको मान्छेहरु साथीहरु हैन म पनि बिजी छु अलिक हैन आमाले माथि बिजी हुनुहुन्छ आपा छिमीहरु बनाउनु हुँदैछ हैन छिमी बालेको डल्लै निभेको छिमीहरु बनाउनु हुँदैछ आमा र बहिनीहरु माथिनिर हुनुहुन्छ हैन के भन्छ अन्त भैयाहरु पनि आएको छ नि त भैयाले पनि सकाइदिदैछ माथिनिर हो अन्त म चाहिँ यहाँ छु नानी सुतिरहेछ फेरि चाल पाउँदैन अन्त टुर्कुला रुममा रेस्ट गरिरहनु भएको छ अन्त काण्डु पनि यता पढ्नु हुँदैछ हातले भइ नभई पोल्नु भयो हैन खानाको लागि पनि यही गाउँको लागि भन्नु भएको थियो तर उहाँहरु भ्याउनु हुँदैन मिटिङ कता जानु पर्यो भनेको कारणले गर्दा चाहिँ यता आमाको भक्तलाई बोलाउनु भएको थियो यता विकास दादा अन्त म आइदिन्छु नि त बिहानै भन्नु भएको थियो हैन अन्त उहाँ आइदिएको थियो बिहानै अन्त सबैजना मिली गर्यो काम चाहिँ हो सबैले बनाइदिनु भयो मिली हो म चाहिँ अहिले फिलहाल टुर्कुलाले चाहिँ खानुहुन्छ अरे हो बनाइदिँदैछु मलाई त अलिकति सर्दी र कोटले छोडेन हौ साथै चाहिँ आजको पूजाको उफ्रन्तको भाडा चाहिँ उयो भेट्दैछ अब यस्तो छ नि त हाम्रो भाउजू